नेपालको राजनीतिमा लामो समयदेखि प्रभावशाली भूमिका खेल्दै आएका नेता हुन् विष्णु पौडेल। अर्थमन्त्री, उपप्रधानमन्त्री र नेकपा एमालेका उपाध्यक्षका रूपमा चिनिएका उनी अहिले फेरि राष्ट्रिय चर्चाको केन्द्रमा छन्। को हुन् विष्णु पौडेल? उनको राजनैतिक यात्रा कस्तो रह्यो र किन उनी अहिले समाचारको मुख्य विषय बनेका छन्? स्याङ्जामा जन्मिएका विष्णु पौडेल विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका नेता हुन्। 2051 सालमा पहिलो पटक सांसद बनेका उनी पटक पटक मन्त्री र अर्थमन्त्री बने। एमालेभित्र संगठन र रणनीतिका प्रमुख नेतामध्ये एक मानिने पौडेलले देशको आर्थिक नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। तर विष्णु पौडेलको राजनैतिक यात्रा विवाद रहित भने रहेन। ललिता निवास जग्गा प्रकरणमा उनको परिवारको नाम सार्वजनिक रूपमा चर्चामा आयो। सरकारी जग्गा व्यक्तिका नाममा पुगेको विषयमा अनुसन्धान हुँदा उनको परिवारले खरिद गरेको जग्गा पनि विवादमा परेको थियो। पौडेलले भने आफूले कानुनी प्रक्रिया अनुसार जग्गा खरिद गरेको र सम्बन्धित निकायको निर्णय स्वीकार गर्ने बताउँदै आएका छन्। समर्थकहरूका लागि विष्णु पौडेल अनुभवी, प्रभावशाली र आर्थिक विषयमा दखल भएका नेता हुन्। तर आलोचकहरू भने उनलाई पुरानो राजनैतिक पुस्ताको प्रतिनिधि मान्दै पारदर्शिता र जवाबदेहितामाथि प्रश्न उठाउने गर्छन्। यही कारणले उनी नेपाली राजनीतिका सबैभन्दा चर्चित र बहसमा रहने नेतामध्ये एक बनेका छन्। जुन 22, 2026मा नेपाली राजनीति फेरि तरङ्गित बन्यो। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण अर्थात् मनी लन्ड्रिङ अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको समाचार सार्वजनिक भयो। अनुसन्धान विभागको अनुरोधमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। हालसम्म अनुसन्धान निकायले आरोपका विस्तृत विवरण सार्वजनिक गरेको छैन। एमालेले घटनालाई राजनैतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ भने अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ।